Good morning everyone. Welcome back to our vlog. हाम्रो चाहिँ बिहानै आज चाहिँ मोमोको तयारी हुँदैछ। भेज मोमो चाहिँ भेज मोमो बनाएर चाहिँ मैले पर घर पठाइदिउँ भनेर चाहिँ बाबालाई चाहिँ भेज मोमो। हाम्रो चाहिँ चिकन किमा आउन आँटेको छ। खाजा बिहानको खाजा रेडी भइसकेको छ। बिहानै हाम्रो यस्तो हुँदैछ मोमो है। अब हेर्नुस् है हामी चिकन मोमो भेज मोमो बनाउन आँटेको छौँ। के भनिदिनुहोस् न श्रीमानजी। यहाँ फेरि भ्लग हेर्दैछौँ कि माइचाङ र उसको हस्बेन्डको कम्ती बोल्दैन नि दुईजना। All set for momo, veg keema, chicken keema. It's ready. It's also ready. अनि मोटो पनि रेडी भइसकेको छ। अब चाहिँ हाम्रो म चाहिँ बेल्ने उ चाहिँ बनाउने अनि हाम्रो मोमो पार्टी छ आज। हामी बुढाबुढी भएर आज मोमो बनाउन आँटेको छौँ। यो मोमो चाहिँ घरको लागि उता पनि पठाउने, चारगाडी पनि पठाउने। चारगाडी चाहिँ सुँगुरको मासु ल्याउन जाँदैछ। बार्टर सिस्टम भनेर ससुराली चाहिँ मासु ल्याउन जाँदैछ सुँगुरको मासु। अनि म चाहिँ खाँदिनँ सुँगुरको मासु है। तर मोमो त्यही कारणले गर्दा यहाँ कोपीको मोमो अनि उता चारगाडी पनि पठाउनुपर्छ। यहाँ बाबालाई पठाइदिने, चिकन चाहिँ भाउजूलाई आमालाई पठाइदिने। यता आँटा मैदा हो। अनि अजा र अजीलाई पनि लगिदिने। र अब हामी चाहिँ मोमो बनाउँछौँ होइन। अनि मुभी आएछ यहाँनिर नेपाली युट्युबमा मुभी आएछ मनसारा आइसकेछ। अब त्यो हेर्दै हामी चाहिँ मोमो बनाउँछौँ। अनि के कस्तो मोमो हुन्छ र त्यसपछि चाहिँ भने मुकब्याङ गर्नुपर्छ ल है। मुकब्याङ च्यालेन्ज गरौँ ल। 30 मोमोस च्यालेन्ज 500 रुपिस हो भने चाहिँ गर्छु। 500 रुपिसको च्यालेन्ज हुन्छ मोमो च्यालेन्ज। ल हेर्नु होला। आज पहिला मोमो बनाउँछौँ त्यहाँबाट तपाईँलाई देखाउँछौँ। फोन चाहिँ चार्जमा लाउनुपर्छ। अहिले चाहिँ चार्ज छैन मेरो फोनमा। हाम्रो ला यो खोल्दैन त बाबा, खोलिदिनु त। भेजहरू चाहिँ पाकिसकेको छ। दामी दामी भयो टेस्ट पनि। दिस इज भेज कोपीको। यो चाहिँ हो चिकन। वाउ नट वाटरिङ। दामी दामी। अचार पनि रेडी भइसकेको छ। पिरो डल्ले खोर्सानीको पिरो। अचार कतिवटा डल्ले? 5वटा। 5 डल्ले दामी भएछ। क्या मिठो नि अम्बो। खान्छु नि। पर्दैन सुप। नुन पनि हालेको छैन है ल। ओके म हाल्छु नि। मोमो अब चाहिँ हामी चाहिँ मोमो खान आँटेको छौँ। मैले मोमो यहाँ परे रेडी भइसक्यौँ। हामी चाहिँ यहाँनिर मोमोसँग अचार सुप मोमो। लेट्स ह्याभ मोमोज। अब हामी यहाँनिर के अरे के पो गर्ने वाला थियौँ हामी त। च्यालेन्ज गर्न आँटेको थियौँ कि। अब च्यालेन्ज नगर्ने किनकि अघि चाख्दैनै अघि गएँ म त। म खानै सक्दिनँ भरे मेरो 500 रुपियाँ मात्रै जान्छ। होस् नगरौँ ल। वाउ लु वाइन ग्लासमा दुध खाने मान्छे चाहिँ मै होला है। यसो वाइन जस्तो देखियो है। निकै बाँड्दो रहेछ यो बोतलमा। यस्तोमा त म त डर लाग्छ। किरा निस्केको भिडियो देखेको थिएँ नि त फेसबुकमा कि। किरा झऱ्यो नि त। This is for him. हाम्रो डाइनिङ रेडी।
मालिङ्गो काटेनी लैलै किनायो बाजा कर्दैले कापेर एनी हजुरा कर्दैले कापेर एनी हजुरा एकछिन बजारमा चाहिँ के कसरी दिएको 120 रुपैयाँको ल तिम्रो 70 रुपैयाँ ल मलाई नुन ल्याउ न बेला बितो त रात पर्यो रात त हिजो पनि परेकै हो आज पनि पर्यो अब भोलि पनि पर्छ यसमा नआएको र के गर्नु सोर्टी कसोरे कसोरे ओ सोर्टी तुरे बाटी छ खानु आऊ कसोरे भाइहरु रात भोलि पनि पर्छ होइन त नपत्याएको हो भाइहरुले हेर्पेको हो कि क्या हो नपत्याएको हो के गर्छ रातमा के गर्छु कस्तो हुन्छ है आज केटाले अलिक धेरै लागेछ अब गइहाल्यो डाइन मान्दा सोल्टी लो छिटो डाइन मान्दा सोल्टी के गर्नुहुन्छ पुलिस बोलाइदियो लडी जाने नि त्यसो पनि राख्यो भने नि माथिको केटाहरूसँग किन पनि यो खोजी हिँड्नु कति नै फौदारी जानेको जस्तो यस्तो आएकै छ मेरो अघि बिहान पनि आएको थियो बिहान पनि तल घरमा पनि आएको थियो होइन बाहिर आएको थियो अहिले भर्खर मैले त्यो त्यसलाई चाहिँ मैले मोरन्डामै राखेर आएको नि अनि अब अहिले चाहिँ हामी जाँदैछौँ अजीकोमा अजय र अजीलाई भेट्नु गएको एकछिन पुरा पिम्पल्स आइदियो योपालि त मेरो अनुहारमा त मेरो बुढाको दाँत दुख्दैछ नि त यसरी खिलाउनु पर्छ गीत गायो नि दाँत दुख्रा है मिठो हो यो अम्बक है सानो तर मिठो उहाँबाट फेरि आउनु आमै मोमो दिनु आमा एक्लै आमा दिएर वल्लो घर पल्लो घर पनि हुन्छ बेलुका मोमो खाएको अझै कस्तो रहेछ मोमो मर्नु आँटेको त फोटो नखिचाइ सिस्नुहरूको सिस्नुको फुल टिपेको यहाँनिर चाहिँ घर पठाइदिनु आमालाई
हाम्रो आमाले मन पराउँछ नि सिस्नुको फुल चाहिँ। यता त सिस्नु घारी छ, उता घरमा त छैन, आमाले रोपेको पो छ है। सिस्नु खानुहोस् ल आमा, टिपेर पठाइदिनुहोस् नि। गएर पनि भयो, यो बेच्छ होला खासमा भारती आमा बढीले बेच्ने होला। चिल्ले पो सिस्नु त। अब चाहिँ ब्रिकेन जान आँटेको छ पर घर मासु ल्याउनु, सुँगुरको मासु ल्याउनु। म चाहिँ अब बसेको मेरो बुन्ने काम गर्नु एकछिन, एटलिस्ट 2 घन्टा चाहिँ बस्छु। त्यसपछि चाहिँ बेलुकाको खाना बनाउने टाइम पनि हुन्छ, चिया सिया पिउने बेला हुन्छ, त्यहाँबाट खाना बनाउने बेला हुन्छ। ल आज चाहिँ हाम्रो सुँगुरको मासु ब्रिकेन र आमाको लागि चाहिँ है। म चाहिँ सागहरू पनि खानु पर्यो, सिमराई ल्याइदिनु भएको छ आमाले, सिमराई खान्छु। ल राम्ररी गएर आउनु ल। आमालाई सोध्दै चाहिँ भनिदिनु आमालाई। बाई बाई। यस्तो नि बाई पनि कसको हात जस्तो देख्दैछ नि उल्टा गर्दा त।